हेलो गुड मर्निङ यता लप्सीगढबाट अहिले चाहिँ 6:30 भइसकेको छ। एकदमले चिया बनाइदिनु भयो। चिया खाँदै सामानहरू त अलिकति ट्याक गर्दै हुनुहुन्छ। के चाहिने के नचाहिने गरमको भयो भने यतै छोडिदिने भन्नुहुन्छ उहाँले। सामानहरू चाहिने चिजहरू यहाँ सबै रेडी भइसक्यो। मोस्ट इम्पोर्टेन्टहरू सबै माथि राखेर मजा नजानेहरू तल राखेर त्यो प्लास्टिक के गर्ने तपाईँ त्यसरी भयो मजा जस्तो बनाउने म त जुत्ताकै बाहिर होला अन्त ठिक आज ट्रेकिङको सुरुवात दिन ट्रेकिङको सुरुवात दिन चाहिँ हामीले हिँडेको मजाको ट्रेकिङ चाहिँ आज हुनेछ। बडो पुग्नु भयो हामी मे पोखरी जाने पछि ल हान्दिनु एकचोटि हान्नु त यहाँ माथि तिम्रो नाम के रे निर्जला के हो निर्जला तामाङ हो अनि भाइको सुजन हेलो कान्छा हे हेलो भन त तिमी स्कुल जान्छौ कि जान्दैन जान्छ हो कति कक्षामा पढ्छौ 3 कक्षामा ल भाइ नि भाइ पढ्छै पढ्दैन पढ्छ ए हेलो बाई बाई गरिदिनु ल बाई बाई गरिदियो त खै नमस्ते छजालो सबैजनालाई। यतिखेर हामी चाहिँ ठ्याक्कै दोर्दी गाउँपालिका वार्ड नम्बर 7 स्थित नागी डाँडा भन्दा अलिकति तल मनेटोल भन्ने ठाउँमा छौँ। यतिखेर चाहिँ हामी यहाँबाट चाहिँ मेमे पोखरी जानलाई चाहिँ हामी रेडी भइसकेका छौँ। सबैजना साथीहरू टिमहरू जस्ताहरू सबै बोकेर चाहिँ यो विषयमा चाहिँ म हाम्रो दोर्दी गाउँपालिकाको अध्यक्ष युवराज अधिकारीलाई धन्यवाद दिन चाहन्छु। 8 लाखदेखि 12 लाख पैसा चाहिँ उहाँले चाहिँ छुट्याइदिनु भयो, त्यसको लागि फेरि धन्यवाद दिन चाहन्छु। र त्यसै गरी हाम्रो दोर्दी वार्ड नम्बर 7 का विस्मया अध्यक्षज्यूलाई पनि वार्ड नम्बर 7 का विस्मया अध्यक्षज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो समितिका अध्यक्ष कुम्बा तमाङज्यू अध्यक्ष हुनुहुन्छ, मन्त्री सचिव लगायत हामी सबैजना साथीहरूले चाहिँ यो मेमे पोखरी धर्मशाला बनाउनको लागि चाहिँ धेरै दुःख कष्ट गर्नुभएको छ। त्यसको लागि चाहिँ
टिमलाई दुःख गरेको सबै टिमलाई चाहिँ धन्यवाद दिन चाहन्छु र आज चाहिँ हामीले अनुगमन गर्नको लागि त्यो मूल्याङ्कन उठाउनको लागि चाहिँ हाम्रो सरहरू आउनुभएको छ प्राइभेट सरहरू इन्जिनियरहरू हाम्रो पनि धन्यवाद दिन चाहन्छु र यतिखेर चाहिँ हामी अब पानी पर्ने अवस्थामा पनि छ त्यसैले चाहिँ हामी अब लगभग यहाँबाट चाहिँ हिँड्न लागेका छौँ त्यही भन्न चाहन्छु म अब सबै साथीहरूलाई शुभकामना जानको लागि भन्न चाहन्छु सो गाइस जब हामी चाहिँ नागी डाँडा भन्ने ठाउँमा आएर रेस्ट गर्दैछौँ यता अगाडि हुनुहुन्छ हाम्रो अनिल सर थाक्यो भनेर बिचरा हिँड्नै गाह्रो भइरहेछ कि अहिले अनि यो तल हिलेबाट हिले टक्सरबाट जतासुकैबाट देखिने यो डाँडाको टावरको हाइटमा चाहिँ आइपुगिसकेको छौँ यो चाहिँ अहिले हामी कति 1980 जतिको हाइटमा रहेछ त्यतिको हाइटमा अहिले चढिसक्यौँ अब चाहँदै पनि अब यसो ठाउँहरू देखाउन पाएन स्टोरेज पनि उस हुने भयो अनि एउटा भनेको हाम्रो चार्ज टिक्नु पऱ्यो 1 हप्तासम्मको लागि सो अब ठाउँमा के देखिन्छ छानी देखाउने वालामा छु चागु डाँडामा आइपुगेपछि चाहिँ यसो भाइले पानी भर्न लागिरहेछ पानी सानी खाएर एकछिन यसो उता डाँडाबाट चाहिँ तेर्सो हिँडियो लास्टै उकालो रहेछ एकछिन तेर्सो हिँड्यो अब फेरि ठाडै छ होला होइन भाइ के हो अब कस्तो छ बाटो ठाडो हो कि तेर्सो हो कि अलि ठाडो छ अहिले तेर्सो छ है ल एकछिन भयो नि यो पानी खाएर जो चल्ने भयो एउटा दाइकोमा बस्ने भयो त्यत्रो हुन्छ क्या जुगा मेन इम्पोर्टेन्ट भनेको यसो ठाउँमा बस्दाखेरि चाहिँ यस्तो चाहिँ गर्नुपर्छ दाइको भनाइअनुसार हामी स्वागत गरेको हो व्यवस्थितै भयो केटाहरूलाई 5 जना केटाहरूलाई ओड्ने ओछ्याउने सबै रहेछन् तर हामी आफ्नै छ आजको डेको इन्डिङ यहीँ हुने भयो हाम्रो